दशकबिन घाँटी काटेर हत्या भएको केशर सिंह बुढाको अहिले पोस्टमार्टमको लागि प्रहरी मुचुल्का भइरहेको छ। अहिले घोडागोडी नगरपालिका वार्ड नम्बर 8 झरैमा जुन गए राति शुक्रबारको रातिको समयमा दुईजना युवकले केशर सिंह बुढाको घाँटी रेटेर विभत्स तरिकाले हत्या गरिएको थियो। कि मेरा पैसा न्याय हुनुपर्यो कि मैले पनि त्यहीको मेरा पैसा जसरी हत्या गर्न पाऊ। अहिले मैले यो अवस्था हेर्नु भएन। अहिले मेरो यहाँ ठाउँमा कोही आफन्त पनि छैन। अब यहाँ अहिले चाहिँ जस्तो यसलाई चाहिँ मार्यो त्यस्तै मार्नुपर्छ, मृत्यु दिनुपर्छ भन्ने कानुनै छैन। यस्ताहरूले भोलि पख समाजमा आज एकजना केशर होइन, भोलि 10 जना केशर अरू पनि घटना घटाउँछन्, मार्न सक्छन्। त्यसैले आजीवन कारागारवास होस् हामी यही चाहन्छौँ र हामीले पहल पनि यही नै गर्छौँ। अब उहाँलाई आजीवन नभए त फेरि यहाँ विकृति फैलिने होला, अर्को हत्या हिंसा हुने होला। यस्तै हुन्छ भन्ने हामीलाई डर छ। यहाँको समाजलाई खराब सर्किट छैन, यहाँ कानुनले कसरी लैजान्छ यहाँको अरू समाजले पनि अब त्यस्तै युवाहरूले खालि हामीले के सुन्नु पर्यो भने दाई भनेको भाइ भनेको निमा मलाई भाइ भन्ने भनेर चाहिँ इभो त्यही नै उठाएको जस्तो लाग्यो। अन्त अरू कारण केही पनि त्यसो भन्नु न त्यो लेनदेन छ न कुनै अरू कारण छ। मलाई भाइ भनिस् भने किनभने डोनलाई त जसले दाई भन्नुपर्छ होइन, त्यो डोन रहेछ उनले थाहा पाएन। अनि किनभने आफ्नो उमेरमा सानो देखे भाइ भन्ने, भाइ भनेको पाउन्ड सुधाए पाउनु पर्यो। 18 वर्षका युवालाई 28 वर्षका युवाले भाइ दाई भन्नुपर्ने, भाइ भनेकै न्युमा उहाँको हत्या भयो भने भोलि पख अब कोही आएर नाति भनिदिएला, त्यो नाति भन्नेले बाँच्ने कि नबाँच्ने हो। त्यसैले चाहिँ त्यो आज नाति भन्नुपर्छ है मैले भन्ने मान्छेले र भोलि मैले भाइ भन्नुपर्छ भन्ने मान्छेले पनि सजग हुनुको लागि हामीलाई सहयोग गर्नुपर्छ, कानुनलाई सहयोग गर्नुपर्छ र उन्मुक्ति दिनुपर्छ भन्ने लाग्नुपर्छ। त्यसलाई चाहिँ कानुनलाई हामी चाहिँ अब कानुनलाई सहयोग गरेर अब यहाँ चाहिँ जङ्गल पनि नजिकै थियो, उहाँले चाहेको भए जङ्गलमै उहाँलाई गायब गरिदिन सक्नुहुन्थ्यो। तर टाउको लिएर चाहिँ उहाँले प्रहरीलाई चाहिँ किन बुझाउनु भयो होला, यो चाहिँ शङ्कास्पद छ नि। त्यसो भने त्यसमा हामीले पनि प्रहरीलाई भन्यौँ टाउको लिएर जानुमा रहस्य छ। त्यसमा चाहिँ तपाईँको जङ्गलमा लिन्थे, लुकाउन सक्थे, सहजै जान सक्थे, बस्छ रक्सी खाइरहेको त्यसमा कुनै अरू त्योभन्दा ठुलो किनकि तर चाहिँ 18 वर्षको युवा हुन त त्यो चाहिँ विचार ठाउँ यस्तो घटना यसो अगाडि बढेको बसेर आएको भन्ने कुरो सुन्न पाइयो। तर पनि यसलाई परिचालन गर्ने मान्छे सबैभन्दा त्यहाँ गर्नु आवश्यक छ। परिचालित नभएर टाउको काटेर तपाईँको खोज्दै प्रहरी चौकीमा जान सक्ने साहसको त होइन। तर त्यो साहस दिने मान्छे कोही छैनन् भने ठिक छ, त्यो राम्रो भयो। यदि कोही छन् भने अरू टाउको काट्न पनि भ्याउँछ। यहाँनिर चाहिँ तपाईँले सजाय आवश्यकता छ। र त्यस कारण चाहिँ यो कुरालाई गम्भीरता साथ हामीले पनि बुझ्नुपर्छ। मिडियाले पनि यसलाई चाहिँ के रहेछ त को रहेछ भन्ने कुरा मिडियाले पनि सहयोग गरिदिनुपर्छ, भित्रबाट कुराहरू बुझ्नुपर्छ र प्रशासनले पनि यसलाई गम्भीर आज एकासी मेरो पहिले पनि चिन्थेन होला त्यसलाई। आफन्त सन्तानहरू छन् भन्छन्, कोहीका घर ती गएको छैन। मेरो पहिले जान्थ्यो, दारू पनि खान्थेन, अझै छाडेर थियो। अब म मेरा छोराछोरीका लागि पनि म रक्सी खान्न भनेर मेरो पहिले खाएको छैन। अहिले हिजो बेलुका घर ल्याएर त्यहाँ जबरजस्ती खुवाएर रक्सी मेरा पोइको अहिले काट्ने कि बानेर राख्दिनँ भन्ने मेरो पोइको गल्ती थियो। म तिर्दैछ जसरी भने म जसरी भने म आफ्नो कोहीको गल्ती भयो, म तिर्दैछ सजाय। त्यसले मेरो कोहीको काटिकिनु थिएन कि मेरो कोहीको न्याय हुनुपर्यो कि मैले पनि त्यहीको मेरा कोहीको जसरी हत्या गर्न पाऊ। के भन्नुहुन्छ, के छ अवस्था उहाँको जग्गा जमिन केही पनि छैन, घरबास मात्र छ, आधा कट्टा जग्गा जति छ त्यहीमा बसेका छन्। अब हामीहरू काम गरेर बालबच्चालाई पालेको थियो, घरमा केही पनि छैन। सबको धान काटेर घर गएर हेर्न पनि सक्नुहुन्छ, घर गएर पनि हेर्न सक्नुहुन्छ। त्यस्तो केही पनि छैन, तिनीहरूको सबको काम गरेर गहुँ काटेर धान काटेर खान्छन्, मजुरी गरेर खान्छन्, छोराछोरीलाई त्यसरी पालेका छन्। टाइममा इन्डिया गएर आउने, पैसा ल्याएर आउने, बालबच्चाको हेरविचार गरेर पालेका थिए तिनीहरू। तिनको लोग्नाले सक्ने जति सबले सहयोग गरिदिनु पर्यो। मेरो यति नै।
हजुर आज 10 दिन रहेको दिन बाबु त्यो घर पुगेको पनि देखा सेवा दाना पनि छनै छन् त्यसै सेवाका दाना पनि छन् सधैँ छन् बाबु आज जमारा पहिरेर आजको दिनको जानेछ उसको घरमा गएर पनि हजुरले हेरविचार गरिदिनु त्यहाँ आर्थिक अवस्था निकै कमजोर छ एकदम हजुरमा गएर अहिले ल्याएर अहिले खान्छ इन्डियाबाट आयो भने भोलि ल्याएपछि भोलि खान्छ त्यस्तो गर्छ उहाँहरूको छैन सादा छुरी यो कसैसँग हजुरसँग पनि एक शब्द बोल्न सक्दैन त्यस्तै श्रीमान छ चिनेको पनि छैन कसैले चिने आफ्नो परिवारले थाहा छैन तराईको के छ गर्छु खाता भन्नु पनि मलाई त्यो पनि थाहा छैन दिन्छ नि मलाई त्यहाँ अरू समाजले दिन्छ तर आफन्त मेरो सन्तानले दिएको छैन अहिले मेरो 81 मेरा पोइको घाँटी रेतेर बालिदिनु भयो कि म तिनको घर दिन्नी र मेरो छोरा भोकै छ भनेर आयो भने त मेरो पोइको घाँटी चेक्यो भने म एक मन मान्दैछ मेरो म तिनीहरूको घरमा मैले लैजा भनेर पनि मैले लिएको छैन मेरा घरमा छ भनेर पनि मैले दुःख काटेको छु मैले मेरा छोराछोरीलाई मैले नुनसँग खावा भनेर पनि मैले खुवाएको थिएँ अहिले मेरो पहिला 81 यस्ता रे मेरो पहिला खाना पनि खाएको छैन म 500को 100 रुपियाँको रिचार्ज ल्याउँछु 400को मासु ल्याउँछु खान्छु म भोलि बिहान इन्डिया गइजान्छु मेरो बुबुलाई इन्डिया जाने गाडी भाडा म दिउला भनेछन् भने बुबुला कटाए मेरो बुबु मैले कपडा धुएर म अरूको धान उठाउन गएँ मैले अहिले मेरो बोइको त्यस्तै हत्या बनाइदिएँ त्यही मान्छेलाई कडा काठमा गरिदिनु होला मेरो बोइको हातमा शान्ति भाओस् अहिले मेरो छोरा कसले पाल्दिला तपाईको आफन्तहरू कोही छैन कोही छैन सुर्खेतदेखि आउँदैछन् भन्ने हामीले सुनेका छौँ मेरा छन् पहाड छन् स्थिति कमजोर छ पहाड पनि त्यतिकै छैन म छुट्टिया मान्छे मेरा 4 देउर छन् मलाई 5 सबभन्दा जेठो छोरो हो तपाईले कति बजे थाहा पाउनु यो घटना घटेको मैले त केही थाहा पाइनँ कति 2 बजे कि 3 बजे थाहा भयो यो हेर्नु न पुरा यसको उहाँ बच्चाको बाबुको यस्तो हातको मेरो छोरा जन्मेदेखि नै यस्तो यो बाबुको हालत मैले मेरो स्थिति कमजोर हुनाले मेरो छोराको उपचार पनि गर्न पाएको छैन अहिले मेरो पहिला एकातिर बिरामी पनि हुनुहुन्छ मेरो त्यो घटना घटाउने व्यक्तिलाई चिन्नुहुन्छ हजुरले